so I feel. Hello guys, good morning. So this is next day. अब चाहिँ हामी जाँदैछ महाकाल मन्दिर. अनि लुगा चाहिँ बेसी ल्याएको छैन, एउटै लुगामा रिपिटेड छ हामी हो. सो अहिले जाँदैछ महाकाल मन्दिर. त्यहाँदेखि अरू कहाँ कहाँ हुन्छ लोकल, आज लोकल साइड चाहिँ टुर, आज लोकल एउटा बोके. सो बाबु बाइक आउँदैछ अगाडि. सो गएको सिएचमा. आम्मै नटोका नि टोक्नु चाहिँ. सो नामिया बाई. बुढी नानी हाम्रो आइडिकी माम्या यता हेर्नुहोस् न बेबी, यता हेर्नुहोस् त, यहाँ हेर्नुहोस् त. न्यू महाकाल मार्केट पो भनेको चाहिँ. त्यसरी हेर्दै मन्दिर चाहिँ यहाँपट्टि भयो. मन्दिर आइपुग्यो महाकाल मन्दिर. यो चाहिँ हाम्रो सेकेन्ड टाइम हो. मेरो चाहिँ आइज कि तपाईँको कुन चाहिँ कति खेप भयो यहाँ आएको? है तपाईँ र म 2 खेप भएछ. साङ्गेको बेसी भएछ. नामियाको पनि 2 खेप. नामिया त यहाँ आफै जुत्ता खोलेको किन यता भित्र ढोक्दै रहेछ. नामी यहाँ हेर्नुहोस् मामालाई. पूजा गरिसक्यो मेन उसमा. त्यहाँ अब निस्केको. है मामालाई हेर्नुहोस् त. सो हामी चाहिँ अब मन्दिर गएर यहाँ चाहिँ एकदम हस्बेन्डले मन्दिर गएर मासु खानु नि भेज खानु आएको छ. लजिज उयो भन्ने ठाउँमा मेन्यु भेज रेस्टुरेन्ट रहेछ. सो आइडीको लागि चाहिँ भेज भेराइटी भेज खानेलाई चाहिँ दामी. मलाई चाहिँ खुसी लाग्यो भेज खाने. यो त खुसी लाग्यो भेज खाने किन भेजिटेरियन हो. तर म पनि त्यस्तो त मलाई पनि मासु चाहिन्छ भने चाहिँ छैन. सो अहिले यहाँ आएको छ. सो यहाँ माथि पनि रहेछ बस्ने. हामी चाहिँ यहाँ तल बसेको छ. अनि भेज खाएर चाहिँ त्यहाँदेखि हामी एकदमवटा लोकल साइड सिन गर्ने. सो सियो एकछिनमा. बिग्रियो होला है. मेरो त्रिशुल त बिग्रियो होला भनेको नि. सो यो हो मेरो छोरा भटुरा. यहाँ छ नुडल्स नानीहरूलाई अलिकति. सो अब खाएको उनीहरूको आएको छैन.
आएको छैन उनीहरूको खाना सफ्टवेयर कलेज अरे ल खाएर अब डाइजेस्ट कुद्नु पऱ्यो सो फर्स्ट टाइम यहाँको के हो पद्मजान नाइडु हिमालयन जोलोजिकल पार्कमा हामी आइपुग्यौँ दार्जिलिङमा जूमा फर्स्ट टाइम आएको सो मान्छे त निकै भिड रहेछ लेट्स सी के छ गोरु के छ अरे अहिलेदेखि जूमा गोरु छ अरे नामेले चाहिँ यहाँ जूमा चाहिँ के हेर्ने अरे भने डाइनोसर छ अरे एन्ट्री सो एन्ट्री रहेछ तपाईँको पर हेड एकजनाको 110 रहेछ एन्ट्री वान के हेर्नु सो के छ यही हेर्ने सो माथि चाहिँ भालु आउनु बित्तिकै साइड सिन भालु दुइटा भइहाल्यो आइडीले भनेको यहाँ निस्किन्छ अरे यो चाहिँ के हो बारेको थाम्छ र अन्त राखिराखेको सो भालु ओ नामिया बियर नामिया आउँदैन त्यो जूको उनीहरूको त्यो यो खोप्चे हुन्छ नि यहाँ मुनि अम्बो कत्रो ठुलो रहेछ हेर्नु नि कत्रो ठुलो क्या उयो भएछ है अब पऱ्यो नाइडी चढेको चिता होइन तिनवटा हल्ला होइन आमा स्नो स्नो कस्तो तर फर्क्या दामी हेर्नु न फर्क्या दामी रहेछ हेर्नु न अर्को यहाँ बसिरहेको छौ किन हल्ला नगर्नु हुन्छ कत्रो हल्ला गर्छ के भएको अम्बो क्या छ माया एउटा मात्रै हुन्छ त कस्तो हुन्छ होला है बिचरा चर्च लाग्यो अर्को छैन एउटा मात्र यहाँ चाहिँ हाम्रो मोगली आएको छ सो यहाँ माथि चाहिँ रहेछ बेङ्गाल नेसनल हिस्ट्री म्युजियम अब हामी त्यहाँ जाँदैछ अनि एउटा कुरा चाहिँ के भन्दाखेरि चाहिँ अब यहाँ जूमा चाहिँ धेरै चाहिँ साइलेन्स भनेर होइन यत्रो एनिमल्सहरू छ होइन यहाँ बेङ्गलले पर्टिकुलर भन्दा बेङ्गलहरू नै मोस्टली छ के राम्रो हल्ला गरेको राम्रो बाघहरूलाई बोलाएर गर्छ सुई सुई गर्दै के भएको है एउटा मान्छेको सेन्स उयो छैन टुरिस्ट उठेर सो अहिले हामी म्युजियम है आई सो यु
बेबी के रहेछ बिचु चाहिँ यसलाई देखेर चाहिँ ललिपप पो न अरे बेबी स्नेक ऱ्याट माउस हेर बेबी माथि लेट्स गो कत्रो रहेछ है अम्बो किन नदेखेको फाइनली देखेँ कहाँ गयो त्यही हो बेङ्गाल टाइगरै त्यही हो नि बेङ्गाल टाइगरको अनि सो अब चाहिँ हामी सके जू घुमेर अब फर्केको यहाँ रहेछ लङ्गुर सँगै अब स्क्वेरल स्क्वेरल अरे स्क्वेरल त हो त अनि पान्डा पोगर न फोटो खिच्नु So we are here in Peace Pagoda, Japanese temple. So we are at Japanese temple. सो के भयो भन्दाखेरि चाहिँ सबै यहाँ पिस पगोडा बतासेहरू चाहिँ हामी बस्नेको छेउछेउमा रहेछ हामीले गाडी पनि लिएर आएको थियो तर पार्किङ पाउँदैन भनेर चाहिँ अब याद नभएर त्यसले गर्दाखेरि चाहिँ हामीले गाडी रिजर्भ गरेर जू लाने कता लास्टमा चाहिँ हामी बस्नेको छेउमै सबै रहेछ तर ठिकै छ हाम्रो यहीँ पर अहिले चाहिँ हामी चाहिँ पेस पगोडामा आइडिग्री के भन्छ बुद्धको शरणमा आइपुग्यो भन्दैछ स्टोनमै मजाले स्कल्पचर बुद्धको स्टोरी छ यहाँ सबै तर यसमै कार्भ भएको रहेछ स्लिपिङ बुद्ध यति बेला माया स्ट्रिम माया देवी कुसमा चाहिँ बुद्ध भगवानको स्टोरी ग्रेट डिपार्चर अफ सिद्धार्थ यहाँ चाहिँ मेडिटेसन गर्दाखेरि छ भस्म गर्नु लागि भ्रम यो मेडिटेसन मारास अट्याक एन्ड टेम्पटेसन यो ढोकेको एनलाइटमेन्ट अफ द गड French ceremony. So अब अहिले चाहिँ हामी आएको छ घुम मोनास्ट्री अनि म बेसी हाल्दिनँ ल त्यस्तो केही खास उयो छैन सो नाम यहाँ उठ्यो अहिले चाहिँ आइडिकीसँग आउँदैछ सरस्वती पूजाको प्रसाद खाँदै आज सरस्वती पूजा पनि रहेछ सो राइट नाउ वी आर एट बतासे सो बतासेमा साह्रै नै बेसी बतासे लाग्यो जस्तो भइरहेको धुममा सो यहाँ चाहिँ मलाई आउने इच्छा किन थियो भन्दाखेरि पहिला मम्मी बोजूको फोटो थियो कि त्यो चाहिँ यहाँको फोटो हो रहेछ दार्जिलिङमा खिचेको अनि त्यो ठाउँ चाहिँ यो रहेछ म चाहिँ कहाँ हो भनेर सानोमा त्यो एउटा हुन्थ्यो कि आमाहरू पहिला यहाँ आउँदा सो यहाँ आयो हामी आज सो यहाँ गएको सो
कसरी रूपमा नानी बाई ट्रेन बाई बाई कति हो आइपुग्यो ट्रेन स्टेसनमा आइपुग्यो ट्रेन सो यो चाहिँ हो दार्जिलिङको नाइट भ्यू आज चाहिँ अलिक क्लियर रहेछ अनि मजाले लागिरहेछ जुन सो भोलि चाहिँ हामी फर्किन्छ सो दार्जिलिङ मजा आयो योपालि चाहिँ अलिक भए पनि यताउता घुम्यो सो चिसो पनि चिसो छ सो योपालि साङ्गेको बर्थडे चाहिँ दार्जिलिङमा भयो सो थ्याङ्क यू गाइज फर वाचिङ सी यु इन नेक्स्ट ब्लग यति नै हो यो दार्जिलिङको हाम्रो ट्रिप फर 2 नाइट्स वी स्टेड हियर 2 रात बस्यो आज यता त लोकल साइट सिन गऱ्यो लोकल भन्दा पनि 1-2 ठाउँ जानु मन पर्थ्यो त गयो सो त्यति हो सो सी यू थ्याङ्क यू फर वाचिङ गुड नाइट सो हामी चाहिँ फर्किँदाखेरि लामाहट्टा हिजो हाम्रो एन्ड गरेको थियो ब्लग तर लास्ट हाम्रो फर्किँदाखेरिको चाहिँ आयो लामाहट्टा अनि यो कति दामी हेर्नु नि यो रुख यस्तो दामी देखेछ कि रुखहरू यही चाहिँ यो लामाहट्टाको चाहिँ यही चाहिँ बेस्ट कस्तो दामी देखिरहेको छ हेर्नु न रुखहरू हेर्नुहोस् न कस्तो राम्रो रहेछ क्या डर लाग्दो चाहिँ हामी ट्री हाउसमा छ कि यहाँ ट्री हाउस भन्दा पनि ट्री उयोमा हामीले यहाँ पायो के भन्छ यो ठाउँलाई लामाहट्टामा भालु भइरहेको छ भालु यहाँ देखाउँदै भालु यहाँ त यहीँ गर्दै थिएँ बेबी फेरि यता भालु कस्तो गर्छ ओ माई गड यहाँ हामीले भालु भेटाए स्मल भालुको बच्चा भालु रुखमा पनि चढ्ने अरे हो मलाई त यो ठाउँ मन पर्यो है मजाको रुखहरू कस्तो दामी देखिरहेको छ हेर्नु न नामीले ड्रेस लगायो यहाँ वा कति क्युट देखियो मैले छोरीले त आइडिट पनि लगायो पटुकी कसेर मुसु मुसु हाँसेर रुकुमै कोटा हो